गोर्खाको एउटा दुर्गम गाउँ चुन्नुब्री एउटा एकदमै साधारण परिवारमा सुदनको जन्म भयो। तर उनको बाल्यकाल अस्थिर थियो। सुदन आफ्ना आमा बुबासँग हुर्किन पाएनन्। उनी आफ्नो हजुरबुबा र हजुरआमासँग हुर्किए। कहिले धनकुटा पुगेर आफन्तकोमा बसेर बाल संसार स्कुलमा पढे त कहिले चितवनको गर्मीमा भौतारिए। उनको बसाई हजुरबुबा हजुरआमा आफन्त र होस्टेलमै फेरिँदै गयो। सङ्घर्ष गर्दा गर्दै उनी अन्ततः काठमाडौँको भिडमा आइपुगे। राजधानीको लाइफ सुरुमा सोचे जस्तो ग्ल्यामरस थिएन। उनले ठमेलको एउटा कल सेन्टरमा काम गरेर आफ्नो दिन काटे। साथीहरूसँग उनले क्लब लाइफको टेस्ट पाए। उनी भन्छन्, म एक्लै 3 घण्टा नाचे। नाच्ने बेला आफ्नो सबै दुःख र टेन्सन हराएको रियलाइजेसन पछि उनले सोचे, म पनि अरूको दुःख मेटाउन र अरूलाई सुखी बनाउन चाहन्छु। अनि 2012 मा उनी भने डीजे सुदन। एकचोटि डीजेको दुनियाँमा पाइला टेकेपछि सुदनले बुझे कि साउन्ड भनेको केवल म्युजिक मात्र होइन। थीम पार्टीहरू, जेरेमीले लाइट अनि ठूला ठूला सेलिब्रिटीहरूसँगको नेटवर्क हेर्दा लाग्थ्यो सुदनले आफ्नो ड्रिम लाइफ भेटाए। तर उनलाई के थाहा थियो र यो एउटा ठूलो आदि आउनु अघिको सन्नाटा मात्र थियो। एउटा यस्तो घटना घट्दै थियो जसले एउटा क्लब ओनरलाई सधैँका लागि एउटा विद्रोही बनाउनेवाला थियो। 25 अप्रिल 2015 7.8 म्याग्निट्युडको त्यो भूकम्प जसले देशलाई तहस नहस बनाइदियो। झन्डै 9000 मान्छेको ज्यान गयो। तर यो सबै भइरहँदा सुदन कहाँ थिए त? उनको एउटा आफन्तले पुलिससँग लफडा गरेको कारण उनी त्यति बेला पुलिस स्टेसनभित्र कुरा गर्न गएका थिए। एक्कासी जमिनै फुट्ला जस्तो गरी हल्लियो। सबैजना आफ्नो ज्यान जोगाउनतिर लागे। तर सुदन उनी भत्किएका घरको बीचबाट मान्छे निकाल्न दौडिए। उनले एउटा घाइते मान्छेलाई आफ्नो स्कुटरमा राखे अनि धुलो उड्दै गरेको बाटो छिचोल्दै सिधै वीर हस्पिटल पुर्याए। हस्पिटलको त्यो भिडभाड अनि रुवाबासीको बीच एउटा आमा आफ्नो सानो बच्चा बोकेर रोइरहेकी थिइन्। सुदनले 1 सेकेन्ड पनि नसोची त्यो बच्चालाई आफ्नो हातमा लिए अनि इमर्जेन्सी वार्डतिर कुदे। वार्डको ढोका नजिकै पुगिसकेका थिए। तर डाक्टरको हातमा पुग्नु अघि नै त्यो सानो नानीले सुदनकै हातमा अन्तिम सास फेरिन्। आफ्नै काखमा एउटा निर्दोष बच्चाको मृत्यु। यो एउटा पलले सुदनलाई भित्रैदेखि नराम्रो गरी तोडिदियो। उनको दिमाग शून्य भयो। त्यो रात दिनभर घाइते पब्लिक अनि डाक्टरहरूलाई खाना अनि पानीले हेल्प गरेपछि उनी एकछिन रोकिए। फोन निकाले अनि सोसल मिडियामा एउटा पोस्ट गरे, हामीलाई भोलन्टियर चाहियो। भोलिपल्ट बिहान 200 जना युवाहरू उनको अगाडि उभिएका थिए। सुदन आफै पनि 3 महिना वीर हस्पिटल बसेर त्यहीँ सुतेर पब्लिक अनि डाक्टरहरूलाई हेल्प गर्न आफूले सक्ने सबै कुरा गरे। अनि अचम्मको कुरो, केही दिन भित्रै त्यो संख्या बढेर 1600 पुग्यो। त्यो टिम हस्पिटलदेखि विकट गाउँसम्म पुग्यो। अभावमा परेकालाई राहत बाँड्यो। तर ग्राउन्डमा काम गर्दा उनले एउटा डरलाग्दो रियालिटी देखे। सरकारको चरम ढिलासुस्त